ल हेलो गाइज हामी ब्याम्बु पुगेर नि कटिसक्यो। अब 1-2 घन्टामा हामीमा दोबनतिर पुग्छ होला। दोबनमै खाना खान्छ जस्तो लाग्यो किनभने हामी मात्र अगाडि छौँ। अरू त कहाँ घाँस सोधाज र म बाहेक को पनि जानुपर्छ पुरै खाली छ ट्रेन। सोधाज लास्ट प्यासनेट छ एबिसी चढ्ने भनेर एकदम प्यासन बोकेर आउँदैछ। तर साला अभिषेक त्यो मुला त कहाँ खाने। हामीमा 30% चढ्यो भने त्यो 5% नै चढेछ कि छैन थाहा छैन दाइ। तर धन्न हामी ग्रुपमा आएको ठिक भयो। दाइहरूले त्यसलाई हेर्नै गाह्रो हुन्थ्यो ग्रुपमा नआएको भए त। त्यही हो। अब यो त म अरू दाइ दिदी अभिषेक बहिनीहरू कोही छैन मा। प्यासनेट चाहिँ सोधाज देखियो योपालि। पहिला जति जोस हराइसकेको थियो र म हामी चाहिँ गर्ने। हामी गिभ अप नगर्ने किनभने इफ यु गिभ अप यु डाई। जे होस् स्लो एन्ड स्टेडी गइरहेको छु। पसिना चाहिँ चुहिसक्यो यार मा। हिँड्नुमा हिँडै 3 घन्टा नन स्टप हिँडेर सोधाछु म नन स्टप कुनै ठाउँमा नरोकिकन हिँडेँ। एबिसीको ट्रायल चाहिँ जति सजिलो छ त्यति जति सजिलो भन्थ्यो त्यति चाहिँ छैन गाह्रै छ। भने जस्तो के पनि भएन। वी आर ट्राइङ आवर बेस्ट। के सोध्ने ल सोध। यसले एउटा टुरिस्टलाई सोध्न ल्याएको छ तर टुरिस्टै होइन जस्तो माया नेपाली जस्तो। नेपाली हो 1 आवरमा पुग्छ। कहाँ कुद्दिने रोक न। अब ग्रुपमा आइसकेपछि अर्को पनि हेर्नु पर्यो नि। त्यता त मेरो मात्रै हेर्नु भएन। तर यही हो एबिसी। एबिसी जङ्गलको बाटो यसो देखान क्यामेरा जङ्गल राम्रोसँग देखान। जङ्गल त हल्का जङ्गलै छ यार माया। बाघ आउनु सक्छ यार डरै लाग्छ। बाबुले पगार खाने हो यो हल्का माया बोल्यो भने फेरि बेसी नै बोलिन्छ। मलाई चाहिने भन्दा बेसी नै बोलिन्छ यार। ल गाइस अब सी यु लेटर। अब डोबनमा पुगिसकेपछि कुरा गरौँला। यही हो। तर कसले एबिसी सजिलो छ भने त्यसलाई चाहिँ म भन्छु एबिसी इज नट फकिङ इजी इट्स भेरी हार्ड भन्ने र गर्नेमा जमिन आसमानको फरक हुन्छ भनेर यही हो क्या। त्यही हो ल बाई पिस।